सिँढीहरू गन्दै चढ्न मन थियो, ठुलो कोठा पक्की भवन भित्र पढ्न मन थियो। जब मैले निर्माणधीन पक्की भवन देखे, मनभित्र उठेका भावनालाई शब्द बनाई लेखे। 7 समुद्र पार गरी कसरी यहाँ आउनुभयो, एकै पटकमै हाम्रो आवश्यकता के गरी थाहा पाउनुभयो। भवनको नक्सा कोर्दै मजदुर काममा लाउनु भयो, लाखौं लाखको खर्च पनि सहजै उठाउनु भयो। थाकल खर नल हुँदै टिनको छानो लायो, विद्यालयले हेर्नु आज पक्की भवन पायो, विद्यालयले हेर्नु आज पक्की भवन पायो। स्कुलको वरिपरि सामुदायिक बन्छ, पक्की भवन भित्र पस्दा यो विद्यार्थी बन्छ। ईश्वरको भन्दा ठुलो दाता हजुरको मन छ, ईश्वरको भन्दा ठुलो दाता हजुरको मन छ। हाम्रो सुरक्षाको चिन्ता गरी काममा अघि सर्नु हुने, इट्टा ढुङ्गा सिमेन्टसँग जलमजदुर गर्नु हुने, हामीलाई अघि बढाउँदा आफै पछि पर्नु हुने, आवश्यकता थाती राखी हाम्रो बिल भर्नु हुने। हाम्रो भविष्यको कामनामा जोडिएका यी सबै भुजा, मानव सेवा भन्दा ठुलो हुँदैन कुनै पूजा, मानव सेवा भन्दा ठुलो हुँदैन कुनै। धन्यवाद, नमस्ते।